गाइस रे ओए गाडीको चाबी चाहिँ निकाल न कोसँग छ है पूजाले राख्न दिएको गाइस हेर्नुस् म त त्यसमा बनमा त्यहाँ गएर चाबी नै हराएर आएछ ला खतम यत्रो गाडीहरू छ है यो सबै हाम्रै हो क्या हैन चाबी नभएर पो फेरि हामीसँग यसको उ पनि छैन क्या चलाउने लाइसेन्स पनि छैन तर पनि हाम्रै हो क्या यो चाहिँ सबै माथिसम्मको सबै हाम्रै उनीहरू चाहिँ सबैलाई धेरै खाएर ओभरडोज भइसकेको छ जस्तो छ उफ थाक लागेर हामी कति बजे पुगेको यहाँ हामी आइपुगेको थियो होला त्यस्तै 3 बजे 2:30 बजे यत्रो धेरै लाइन थियो नि है हामी त लाइन पुरेर बल्ल बल्ल टिकट काट्न पाएको तलको पनि देखाउ न यार खान नसकेर बोकेर आइरह अब किन्न धेरै किनियो खाना चाहिँ धेरै खाएको छैन यो पनि अझै बाँकी छ अब पछिसम्म खाने फेस नै देखाउँदैन रहेछ भ्लग स्टार्ट गरेको उनीहरूको पनि बोल्न आउँदैन त्यही पनि ठिकै छ ए हो उसको कार चाहिँ फसेको छ अरे तर चाबी नै हराएर आएको छ ठिक छ त्यही पनि माथिसम्म चाहिँ हिँडेर जानुपर्छ त्यहाँभन्दा पछि साझा गाडीमा जाने साझा बसमा ए आऊ न मलाई लिने स्क्यार्पियो आइसक्यो तिम्रो चाहिँ हेर्दै बस यहाँनिर चाहिँ राम्रो आएको रहेछ तल अलिक क्यामेरा नि ड्यामेज देखेको भएर किन्ने हो किन्न त अनि किन सोध्न गएको त किनिहाल्थ्यो होला है ऊ बिरामी मान्छे चाहिँ है हामीले भनेको भएर आएको आइलामा यो हामीले तितौड खाएर यसले बन्द गरेको पिरो भएर हो अरू एउटाले खाएर एउटाले अर्कोले चाहिँ बोमेट गरेको छ अरे के यसलाई चाहिँ अर्ग्यानिक फ्रिज भन्छ अब हामी चाहिँ नभन्न है अर्ग्यानिक किन है ओ यो गाडी हाम्रै हो तर चाबी नभएर मात्रै क्या हाल्छु म कस्तो युट्युबमा हाल्छु हेर्दै बस्नु म हाल्छु ट्याग गरी हाल्छु म यो चाहिँ मेरै कार हो है ओइ ऊ चाहिँ खोल्न गइरहेको छ होइन उसको साइड ब्याग पनि कस्तो राम्रो छ क्या टक्क मिलेको छ उसले चाहिँ अघिको भिडियो चाहिँ नहाल्न भनेको क्या आफू नराम्रो आएर भएर मेन मान्छे त आएकै छैन यहाँ फेरि मेन मान्छे यता युट्युबर चाहिँ उही नै हो मलाई युट्युबर मोबाइल राम्रो भएर हो क्या ओइ त्यो सकेर फाल्देऊ न मान्छेको सबैको एउटा हुन्छ उसको चाहिँ दुईवटा छ अरे के छैन मैले एउटै राखेको भएर एउटै छ आफू त धनीको एक्लो छोरी त्यही भएर सुनको सिक्री लगाउँदै हिँड्छ अनि यहाँ एप्पल वाच एप्पल अनि यो चाहिँ ब्रान्डेड जुत्ता ब्रान्डेड जुत्ता अनि यो लुगा त 1 लाखको
1 लाखको 7 करोड भन्छ उत्तिकै उस्तै भनिरहेछ 7 करोड रे के हामीहरू चाहिँ गोदावरी जङ्गलबाट यता आउँलाको घुम्न ओइ त्यस्तो उटपटाङ काम गर्नु हुँदैन है पर्दैन जाम एउटा मात्रै खिच्दिन्छ एउटा मात्रै त एउटा मात्रै 20 रुपैयाँ कति रुपैयाँ खिच्ने हो बेलुका रुममा गएर चाहिँ हेर क्या फोटोहरू होइन अहिले चाहिँ हिँड्ने काम हो हिँड्ने मात्रै हो हामी चाहिँ हेर्दैनौँ अब नराम्रो मान्छेले धेरै फोटो हेर्न पनि भएन ओइ सम्झना के फाइट गर्दै बसेको भ्लग स्टार्ट भइरहेको बेलामा तिमीलाई भिलेनको रोल माग्न आउला नि फेरि डल नै त हो नि उहाँ चाहिँ ऊ पनि मेरो भाउजू हो ऊ पनि मेरो भाउजू हो ऊ पनि ऊ चाहिँ सोल्टिनी ऊ चाहिँ सोल्टिनी हो है मेरो चाहिँ ऊ 3वटा चाहिँ भाउजू ऊ एउटा चाहिँ सोल्टिनी ओइ छिटो म भ्लगर नै हो अब भ्लग स्टार्ट गर्छु आज चाहिँ गोदावरी आएको हामीहरू चाहिँ अब ठुसेर सरी खाँदा हामीहरू चाहिँ रङ साइडमा आएको छ उता राइट साइड चाहिँ उता छ अब के गर्नु यहाँ चाहिँ गाडी हिँडेछ हामी चाहिँ रङ साइडमा आएको छ ऊ हाम्रो डल म्याडमजी नै मिस बे गरेको भएको म्याडम भन्नु है हामी रङ साइडमा आएछौँ क्या अब राइट साइडमा जानुपर्छ आज किनेको कस्तो छ भन्दिउँ है गाई हामीले नै एउटा सम्झनाले र मैले चाहिँ चुज गरेको अनि मैले चाहिँ किनेको उसले चाहिँ किनेको अरे कि अब हामीलाई पनि त्यो हाम्रो त यस्तो छ के अरे सुन हुने मान्छे कहाँ यस्तो सुहाउँछ त लाउन चाहिँ खोजेको हो तर के गर्नु गाह्रो छ धेरै अब यो चाहिँ बेला बेलामा किनिराख्नुपर्छ नि त अनि यो किन्ने बेलामा चाहिँ पैसा धेरै खर्च हुन्छ नि त त्यही भएर चाहिँ हामीले एकैचोटि पैसा खर्च गरेर एकैचोटि लगाइदिएको क्या ऊ चाहिँ फ्लावर कस्तो राम्रो त ऊ जस्तै राम्रै कस्तो राम्रो फ्लावर अनि यता खुट्टा पनि दुखियो जुत्ताले गर्दा पनि होला खुट्टा त हिँड्दा यस्तो अगाडिदेखि हिँड्दा यहाँसम्म त लास्टै धेरै टाढा हो नि त फेरि भित्र त घुम्नै पाएन आज ढिलो पुगेर है सबै ठाउँमा घुम्नै पाएन म त झन् आज फर्स्ट टाइम आएको ऊ चाहिँ धेरै भइसक्यो अरे आएको 5-7 चोटि आइसक्यो अरे म चाहिँ फर्स्ट टाइम आएको अब के गर्नु गाइस भ्लग गर्ने मान्छे मलाई चाहिँ भ्लग गर्न आउँदैन भ्लग कि बल्लग हो भ्लग अहिले चाहिँ यहाँनिर टिकटकको सुटिङ हुँदैछ म त्यो देखाइदिन्छु ओके अब चाहिँ यहाँनिर टिकटक बनाउँछ अरे उनीहरू चाहिँ टिकटक बनाइरहेछ कसैले ऊ यहाँनिर चिजबल खाइरहेको छ देखिएन चाहिँ क्या ऊ खाने रे म पनि एउटा उठाएर खाइहाल्नु पर्छ अनि भनेर गएको ऊ चाहिँ फर्केर आएछ ऊ गाडीमा कत्रो धेरै मान्छेहरू छ यहाँ कुरेर बसेको चाहिँ क्या ऊ चाहिँ सबैजना कुरेर बसेको रे ऊ पनि कुरेर बसेको रे अनि ऊ पनि कुरेर बसेको रे